हेलो हेलो साथीहरू, के छ सबैजना सन्चै आरामै हुनुहुन्छ? म पनि ठिकै छु। आज चाहिँ साउनको तेस्रो सोमबार को व्रत बस्नु भएको छ नि? म पनि आज व्रत बसेकी छु। आज चाहिँ हामी मेरा प्यारा साथीहरू अनि आमा भएर हामी चाहिँ सिद्धबाबा मन्दिर दर्शन गर्न जाँदैछौँ। अनि बिहान चाहिँ कति ठुलो पानी आएको थियो नि त, मौसम पनि शीतल थियो। अनि पानी पानी भए पनि मन्दिर त दर्शन गर्न जानुपर्छ है भनेका थियौँ। अनि हामी चाहिँ मन्दिरतिर लाग्यौँ। गफ गर्दै जाँदाखेरि चाहिँ हामी हस्पिटल लाइन पनि आइसक्यौँ। अनि हस्पिटल लाइनबाट चाहिँ अनि घुमाउँदै घुमाउँदै बस पराक हेर्दै हेर्दै अनि बाहिर झमझम पानी आएको थियो। मौसम पनि शीतल थियो नि त आज। अनि गफ गर्दै गर्दै अनि हामी चाहिँ बस पार्कबाट नि गोल पार्कतिर लाग्यौँ। यो गोल पार्क जाँदाखेरि चाहिँ मलाई कति धेरै याद आउँछ कि, हुन त म भाडामा बसेको तर पनि म त्यहीँ बसेको नि त पहिला। मलाई चाहिँ यहाँ कति धेरै याद आउँछ कि, मेरो नानी यहीँ जन्मिन्, यहीँ हुर्किन्। अनि मलाई कस्तो याद आउँछ क्या त्यो गोल पार्कको। अनि आफू भाडामा बसे पनि तर याद चाहिँ आउँदो रहेछ कि आफू बसेको ठाउँको चाहिँ। अनि मेरो सानो त त्यहीँ जन्मेर त्यहीँ हुर्केर अनि मैले ठुली गराएर यता लिएर आएको नि त। हामी चाहिँ अटो रिजर्भ गरेर सिद्धबाबा मन्दिरतिर लाग्यौँ। अनि गफ गर्दै गर्दै जाँदाखेरि चाहिँ हामी बुटोलको सिद्धबाबा पनि आइसक्यौँ। त्यहाँबाट चाहिँ बाटो कति अप्ठ्यारो थियो कि, पाल्पाको सिद्धबाबा जाने बाटो नै अप्ठ्यारो हो नि त। त्यो बाटो हेर्दै हेर्दै अनि त्यसपछि मन्दिर पनि पुग्यौँ। मन्दिर पुगेर टोकरी पनि हातमा लियौँ। कति भिड थियो नि त, आज सोमबार हो नि त। अनि कस्तो भिड थियो बाहिर, अनि माथि पनि उत्तिकै भिड थियो कि। अनि हामी चाहिँ लाइनमा बसेर ल है भिडियो खिच्नुपर्छ भनेर मैले चाहिँ यता भिडियो बनाउन लागेकी छु। अनि कति बेर लाइनमा बसेको क्या हामी फेरि। अनि मैले चाहिँ यता भिडियो बनाउन लागेकी छु। हामी चाहिँ धेरै बेरसम्म लाइनमा बस्यौँ कि। अनि त्यसपछि पालो आयो र हामी माथि लाग्यौँ।